बिमा आफ्नाका लागि हो, छोराछोरीको लागि हो, बिमा परिवारको लागि हो। जीवन बिमा मृत्यु पछिका लागि मात्र होइन, यो आफ्नो जीवनकालकै लागि पनि हो। त्यसैले जीवन बिमा मरेपछि धनी हुने होइन, बाँच्दै धनी हुने एक नियम पनि हो। मानिसले हरेक सेकेन्ड मानवीय जोखिमको सामना गरिरहेको हुन्छ, चाहे त्यो महँगो उपचार खर्चका बावजुद लाचार जीवन होस्, चाहे त्यो अशक्तता होस्, चाहे त्यो बुढेसकालमा कसैले सहारा नदिएर बिताएको कठिन जीवन होस्, चाहे त्यो एउटा कमाउने व्यक्तिको मृत्यु पश्चात परिवारले सामना गरिरहेको आर्थिक संकट होस्। तर मानिसको उदेक लाग्दो व्यवहार भने अरूलाई यस्ता संकट परेको देख्दा पनि यस्तो संकट म र मेरो परिवारमा पनि पर्न सक्छ भन्ने चाहिँ कहिल्यै महसुस गर्न तयारै हुँदैन। महाभारतमा आश्चर्य के हो भन्ने यक्ष प्रश्नको जवाफमा युधिष्ठिर भन्छन्, आफ्ना वरिपरि सधैँ मृत्युको नाच देखेर पनि मान्छे आफू पनि मर्छु भन्ने ठान्दैन। यो भन्दा ठूलो आश्चर्य अरु केही छैन। यही मानवीय स्वभावका कारण पनि मानिस जीवन बिमाको बारेमा निर्णय गर्न ढिला गर्छ। जीवन बिमा गर्नु ढुक्क भएर बस्नु, जीवन बिमा गर्नु ढुक्क भएर बस्नु, भविष्यमा जे होला नभन्नु हेरौला। जीवन बिमा गर्नु ढुक्क भएर बस्नु।